नमस्ते एभ्रिवान। आज चाहिँ मम्मी फर्किँदै हुनुहुन्छ, एनएसडब्ल्यू फर्किँदै हुनुहुन्छ। अब हामीलाई भेट्नलाई वेस्टर्न अस्ट्रेलिया आउनुभएको थियो छोटो समयको लागि, अनि आज चाहिँ फर्किँदै हुनुहुन्छ। अब फेरि छिटै भेट्ने बाचाका साथ मम्मीलाई हामीले यहाँबाट बिदाई गर्दैछौँ। एकदम अलिकति इमोसनल मोमेन्ट भयो, धेरै बस्न पाउनु भएन, अनि हामीलाई पनि त्यस्तै भयो। हामी दुईजना बुढाबुढी मात्रै सधैँ यहीँ एक्लै बसिरहेको। मम्मी आएपछि केही दिन रमाइलो भयो, आज जाँदै हुनुहुन्छ, हामीलाई अलिकति नरमाइलो लागिरहेछ। अब भए पनि अब जानै पर्यो। अनि त्यसपछि अब छिटै फेरि भेट्ने गरेर मम्मीलाई आज हामी बिदा गर्नलाई एयरपोर्ट लिएर जाँदैछौँ। कस्तो भइरहेछ त यात्रा? ठिकै छ, ठिकै छ। अब कफी सफी पिउने अनि त्यसपछि हिँड्ने होइन मम्मी? हुन्छ हुन्छ। रमाइलो गर्छ, छोडेर जाँदा पिर लागिरहेछ। पिर लागिरहेछ छोरो, के गर्ने, नगई भएन, जानै पर्यो है। के आयो फेसबुकको भिडियोमा के भ्युज कति आएछ? ल ठिक छ ठिक छ। मम्मी के खानुहुन्छ? कफी खानुहुन्छ कि चिया खानुहुन्छ? के खानुहुन्छ? फ्ल्याट व्याट कि क्यापेचिनो? नेपाली बसमा जाने अनि त्यहाँबाट के हाल्नु बुढी? के चाहियो र हामीलाई? नेपाली चामल के खान्छ? छाउछाउ, भइभइ चाउचाउ, मसलाहरू, अचारहरू, दालहरू। आयो होइन त? कफी आयो होइन त? मिठो भएको कस्तो? अब चाहिँ हाम्रो यात्रा सुरु भयो। कफी सफी खायौँ, एकछिन रेस्ट गऱ्यौँ। मम्मीलाई छोड्नुभन्दा अगाडि मन्दिर पनि जाने भनेर सोचेको, तर मन्दिर चाहिँ बन्द हुँदो रहेछ दिउँसोमा। अब त्यहाँ नेपाली पसल जानु छ, नेपाली पसलसम्म जान्छौँ, अनि त्यसपछि हाम्रो यात्रा हुन्छ एयरपोर्टको। अब एयरपोर्ट जाने, अनि त्यसपछि एयरपोर्टभन्दा पहिला हामी कहाँ जान्छौँ अरे? मम्मी खुसी हुनुहुन्छ? दुखी हुनुहुन्न हामीलाई छोडेर जाँदा? यो अगाडिको गाडीमा चाहिँ कति धेरै काठहरू छ। यहाँ चाहिँ यो काठहरू फर्निचरको लागि लिएर जाँदैछ। यहीँ आफ्नै वेस्टर्न अस्ट्रेलियाको फर्निचरको लागि युज गर्नलाई, यहाँ फर्निचर बनाउनलाई, घर बनाउनलाई यहीँको आफ्नै काठहरू युज गर्छ। हाम्रो नेपालमा पनि यस्तै आफ्नै देशको काठहरू युज गर्ने भने कस्तो राम्रो हुन्थ्यो होला। तर नेपालमा चाहिँ विडम्बना सरकारले ब्यान्ड गरेको रहेछ, आफ्नो काठहरू बेच्न पाइँदैन रहेछ। आफ्नै त्यो बारीहरूमा, आफ्नो खरबारीहरूमा भएको काठहरू पनि काट्नलाई त्यो पर्मिसन लिनुपर्ने रहेछ सरकारसँग। अनि एकदमै झन्झटिलो रहेछ प्रोसेस त्यो काठहरू बेच्नलाई, आफ्नोमा भएको काठहरू। यसरी नै यहाँ जस्तै काठहरू आफूले उत्पादन गरेको, आफ्नोमा भएको, आफ्नो प्राइभेट प्रपर्टीमा भएको काठहरू बेच्न पायो भने त्यहाँको मान्छेहरूलाई पनि आय स्रोत हुन्थ्यो। अनि जहाँ काठहरू काटेको हुन्छ त्यहाँ चाहिँ नयाँ रुखहरू रोप्यो भने अनि त्यो फेरि फ्युचरको लागि पनि हुन्थ्यो। अब त्यहाँ कस्तो छ भने काठहरू, पुरानो काठहरू काट्न पाइँदैन। त्यो नकाटेपछि अनि त्यो ठुल्ठुलो रुखहरू हुन्छ अनि जङ्गल बन्छ। अनि त्यो जङ्गलमा चाहिँ बाँदरहरूले एकदमै दुःख दिइरहेछ। नेपालको पूर्वदेखि पश्चिमसम्मको अहिलेको कृषकको मेन प्रब्लम भनेकै त्यहाँको बाँदर मधेलहरू छ। त्यो जङ्गललाई अलिकति काटेर त्यहाँको त्यो काठहरू बेचेर त्यहाँको फर्निचरमा युज गऱ्यो भने सरकारलाई पनि फाइदा हुन्छ, ट्याक्स लगायो भने, अनि त्यहाँको जनतालाई पनि अलिकति फाइदा हुन्छ। हामी चाहिँ आइपुग्यौँ एयरपोर्टको लङ टर्म पार्किङमा। अब यहाँ पार्किङ गरेर अब एयरपोर्टतिर जाँदैछौँ, डोमेस्टिक एयरपोर्टतिर। यहाँबाट चाहिँ यो पार्किङबाट चाहिँ बसमा चढेर जानुपर्छ। यहाँ यो भित्र चाहिँ पार्किङभित्रबाट चाहिँ एयरपोर्टसम्म पुग्ने चाहिँ फ्री बस हुन्छ। अनि त्यहाँ जाँदैछौँ। त्यहाँ अगाडि पार्किङ छ, हिँड्दैछौँ। पार्किङ पनि पाउनलाई गाह्रो रहेछ। यो
जहाँनिर यो ठ्याक्क बस चढ्ने ठाउँ हुन्छ त्यहाँ नजिकै चाहिँ पार्किङ पाउनलाई चाहिँ अलिकति गाह्रो हुने रहेछ। अनि अलिक पर पुगेर पार्किङ गऱ्यौँ अनि त्यसपछि सुटकेस लतार्दै हामी हिँड्दैछौँ। मम्मी र ममता अगाडि अगाडि म पछाडि पछाडि जाँदैछौँ। अब यहाँबाट बसमा चढ्ने अनि त्यसपछि जाने एयरपोर्टभित्र। यस्तो हुन्छ यहाँ एयरपोर्टभित्रको पार्किङ होइन बस चढ्ने ठाउँ। यो चाहिँ बस चाहिँ यस्तो खालको हुन्छ फ्री बस हजुर। अनि यो बसमा चाहिँ हामी जाने एयरपोर्ट कताबाट बस्ने पछाडिबाट बसे नि हुन्छ। चाहिँ एयरपोर्ट आइपुग्यौँ। मिल्छ। हामी चाहिँ आइपुग्यौँ। अब भित्र जाँदैछौँ बसबाट झरेर। अनि यता हामी इन्टरनेसनलतिर आएछौँ मिस्टेकली। अब चाहिँ हामी सुटकेस लिएर लतार्दै हामी जाँदैछौँ डोमेस्टिकतिर। डोमेस्टिक चाहिँ यहाँबाट बाटो क्रस गरेर पारि जानुपर्छ। अनि ल हिँड्नु मम्मी हिँड्नु। यो डोमेस्टिकतिर चाहिँ बस आउँदैन जस्तो छ। हामी इन्टरनेसनलतिर गयौँ त्यो फ्री बसमा चढेर। अनि यहाँबाट चाहिँ हामी जाँदैछौँ डोमेस्टिकतिर। त्यहाँ गएर अनि चेक इन गर्ने अनि मम्मीको ब्याग पठाउने। हामी चाहिँ आइपुग्यौँ डिपार्चरमा। यहीँबाट भित्र छिर्ने चाहिँ आइयो ठ्याक्कै। जाऊँ यहाँबाट जाऊँ। यहाँ त्यस्तो भिडभाड चाहिँ हुँदैन। अगाडि जेटी स्टार एकदम हतार भयो। खानालाई पनि टाइम मिलेन। अनि मम्मीले हङ्ग्री ज्याकमा बर्गर र कोक खानुभयो। अनि त्यसपछि हामी भित्र आयौँ। राम्रोसँग बाई भन्न पनि पाइएन। मम्मीलाई भित्र पठाएर अनि हामी चाहिँ फर्कियौँ। हो र मम्मी चाहिँ जानुभयो फाइनल्ली भित्र मम्मीलाई पठाएर। अब हामी चाहिँ फर्किन लाग्यौँ। वे आउट चाहिँ थियो। लास्टमा तीनजनाले एयरपोर्टमा बिदाई गरेको फोटो खिच्न पनि पाइएन। हामी फाइनली जानुभयो। हामीलाई बुढाबुढीलाई मात्र छोडेर। किन रोइके हो नि तिमी फेरि? खै हेर त भित्र रोएको थियो। मलाई भिडियो खिच्न नदिएर मलाई थाहा। बस लाग्ने उताबाट अघि जहाँबाट चढ्छ नि त्यहीँबाट बस लाग्ने थियो। हामी चाहिँ आइपुग्यो गाडी पार्किङमा। मम्मीलाई छोडेर मम्मीको प्लेन चाहिँ चढ्नुभयो। मम्मी प्लेन चढ्नुभयो। अनि त्यसपछि हामी चाहिँ आयौँ पार्किङमा। अब हामी यहाँबाट कहाँ जाने बुई? नेपाल रेस्टुरेन्ट जाने अनि खाना खाने डिनर खाएर। अनि त्यसपछि हामी जाने घर। किनभने अब गएर खाना पकाउन गाह्रो हुन्छ। राति ढिला भइसक्छ। भोलि बिहान दुईजनाकै काम छ। अनि त्यसले गर्दा हामी यहीँ होइन यहाँबाट भित्र। अनि त्यसले गर्दाखेरि खानासाना खाएर जान्छौँ। अनि भोलिको खाना चाहिँ घर गएर खाना बनाउने अनि सुत्ने। हामी घर पुग्दा मम्मी पनि सिडनी पुग्नुहुन्छ। पुग्नुहुन्छ। किनभने हाम्रो त्यहाँ सिडनीको 2 घन्टा टाइम फरक छ होइन। 5 घन्टाको फ्लाइट। अब हामीलाई जान 3 घन्टा लाग्छ। मम्मी उहाँको 10 बजे त पुगिहाल्नुहुन्छ। हामी घर पुग्दा मम्मी पुग्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।